निवासको गेटमै पूर्व राजा ज्ञानेन्द्र शाहले सर्वसाधारण भेटेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। यो भिडियो कहिलेको हो भन्ने प्रश्न नभए पनि निकै परबाट खिचिएको उक्त भिडियोमा पूर्व राजा एक नागरिकसँग भलाकुसारी गरिरहेको प्रश्न देखिन्छ। तीनकुने घटनापछि कोही राजावादी हिरासतमा त कोही नजरबन्दमा रहँदा पूर्व राजाको यो भिडियो अर्थपूर्ण छ। यसले उनले जो नागरिकसँग पनि भेट्ने र त्यसैका आधारमा सबै घटनाको दोष उनीमाथि लाग्दैन भन्ने राजावादीको तर्कलाई समेत बल पुर्याएको छ। अर्थात् गणतन्त्रवादीहरूले कहिले उनलाई कारबाहीमा तान्ने त कहिले निर्मल निवासमै सीमित गर्ने माग राख्दा उनी निर्वाध बाहिर आएका हुन्। अभिव्यक्तिबाट प्रहार, नागरिक अभिनन्दन स्वीकार र धार्मिक यात्रामा सक्रिय उनी यही तरिकाले अघि बढे सडकमै आए पनि नौलो नहुने अवस्था बन्दै गएको छ, जसले राजावादी शक्ति छिन्न भिन्न भएको र राजतन्त्रको माग नै शिथिल भएको भाषामै प्रश्न समेत उब्जाएको छ। बरु परे राजा